स्वागत छ साथीहरू यहाँहरूलाई मेरो नयाँ भिडियोमा। यहाँहरूलाई आज म च्याट जिपिटीबाट आफ्नो भविष्य पत्ता लगाउने एउटा सहज तरिका सिकाउन गइरहेको छु। आफ्नो मोबाइलमा भएको वेब ब्राउजरको च्याट जिपिटीमा गई तपाईले आफ्नो हत्केलाको दाहिने वा बायाँ कुनै पनि हत्केलाको फोटो अपलोड गर्नुहोला। अपलोड गरिसकेपछि तपाईले एउटा कमान्ड दिनुपर्ने हुन्छ। त्यसमा तपाईले प्रम्प्टमा लेख्नु होला रिड माई पाम युजिङ पाम हिस्ट्री एन्ड टेल मी माई फ्युचर्स भनेर तपाईले च्याट जिपिटीलाई कमान्ड दिनुभयो भने च्याट जिपिटीले केही समयमा नै केही सेकेन्डमा नै तपाईलाई तपाईको भविष्य बताउनेछ। हामी हेर्न सक्छौँ स्क्रिनमा कमान्ड दिएको केही समयमा नै च्याट जिपिटीले भविष्य तपाईलाई बताउन सुरु गरिसकेको छ। लाइन बाई लाइन पोइन्ट वाइज पोइन्ट नै तपाईलाई च्याट जिपिटीले आफ्नो भविष्य बताउनेछ। कति हदसम्म मिलेको छ छैन भन्ने विषय जान्न इच्छुक हुनुहुन्छ भने तपाईले यसरी नै आफ्नो पनि ट्राई गरेर हेर्न सक्नुहुनेछ र मूल्याङ्कन गर्न सक्नुहुनेछ कति सत्य छ वा कति मिलेको छ कति चाहिँ मिलेको छैन। यसरी लाइन बाई लाइन तपाईलाई देखाइसकेपछि अन्तिममा समरी पनि बताउनेछ तपाईको भविष्य कस्तो छ भन्ने विषयमा। यो त रह्यो अङ्ग्रेजीमा। अब नेपालीमा पनि तपाईले च्याट जिपिटीबाट आफ्नो भविष्य थाहा पाउन सक्नुहुनेछ र नेपालीमा थाहा पाउनको लागि तपाईले अगाडिको जस्तै प्रक्रिया चाहिँ पुर्याउनु पर्यो। जस अन्तर्गत तपाईले आफ्नो हत्केलाको दाहिने वा बायाँ कुनै पनि एउटा हत्केलाको फोटो अपलोड गर्नुहोला। अपलोड गरिसके पश्चात तपाईले प्रम्प्टमा लेख्नु होला अघि नैको चाहिँ कमान्ड रिड माई पाम युजिङ पाम हिस्ट्री एन्ड टेल मी माई फ्युचर्स। नेपालीमा चाहनुहुन्छ भने इन नेपाली, हिन्दीमा चाहनुहुन्छ भने इन हिन्दी। कुन भाषामा तपाईले बुझ्नुहुन्छ त्यही भाषामा तपाईले चाहिँ चाहनु त्यो भाषा इन माई डट लेख्नु होला। त्यस पश्चात तपाईलाई नेपालीमा पनि च्याट जिपिटीले तपाईको भविष्य बताउनेछ। हेर्नु होला साथीहरू नेपालीमा पनि भनिरहेको छ अहिलेको कुरा हो। हृदय रेखा हटलाइन कस्तो हुनेछ अध्ययन गरेर तपाईको भविष्यको विषयमा बताइरहेको छ भने हेडलाइनको अध्ययन गरेर पनि तपाईको भविष्य बताइरहेको छ। जीवन रेखाको अध्ययन गरेर पनि तपाईको जीवनको विषयमा बताएको छ भने औँला को भागहरूको अध्ययन गरेर पनि तपाईलाई च्याट जिपिटीले आफ्नो भविष्य बताएको छ भने अन्तिममा सारांशमा तपाईको जीवन कस्तो छ, तपाईको कस्तो खालको स्वभाव छ, तपाईँ कस्तो खालको हुनसक्छ भविष्य भन्ने विषयमा पनि च्याट जिपिटीले बताइरहेको छ। यस्तै गरी तपाईले चाहिँ टिपिकल्ली तपाईको विवाह कसरी विवाहको विषयमा जान्न चाहनुहुन्छ भने विवाहको विषयमा टिपिकल्ली, त्यस्तै गरेर तपाईको चाहिँ विदेश यात्राको विषयमा, तपाईको पढाइको विषयमा, यसरी तपाईलाई कुन विषयमा चाहिँ टिपिकल्ली जान्न इच्छा छ त्यसमा पनि तपाईले त्यसै गरी कमान्डमा त्यो अनुसारको चाहिँ तपाईले कमान्ड दिनुभयो भने च्याट जिपिटीले तपाईलाई सोही अनुसारको रिजल्ट पनि तपाईलाई दिनेछ। यस्तै भिडियोको लागि लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्नुहोला।